हेलो एभ्रिवान, सेवार नमस्ते भन्दै हजुरलाई मेरो युट्युब च्यानलमा एकदमै स्वागत छ। आजको भिडियो एकदमै रमाइलो छ। तपाईँले देख्न सक्नुहुँदैछ भेडाहरू, यति राम्रो राम्रो भेडाहरू चाहिँ कहाँ गएको भनेर तपाईँले सोच्नुहुँदै होला है त। पहिलाको बाजे पुर्खाले भन्ने गर्थ्यो नि त, उभौली र उभौली। त्यसै कारणले अब उभौली लाउने टाइम भइसकेको छ भेडाहरूलाई, त्यसै कारणले उभौली लाउँदैछ नि त। यहाँ देख्नुहुँदैछ यो चाहिँ यक्समबाट भिडियो एकदमै रमाइलो भिडियो छ है त। हजुरले मन पऱ्यो लाइक सेयर कमेन्ट गर्नु नबिर्सिनुहोस् होला। साथसाथै युट्युब च्यानललाई तपाईँले सब्सक्राइब गर्नु भएको छैन भने तपाईँले सब्सक्राइब गर्नु नबिर्सिनुहोस् होला है। अन्त एकदमै विरक्त लाग्दा होला तपाईँलाई पनि यो भेडाको आवाजहरू सुन्दाखेरि है। मलाई पनि त्यसरी विरक्त लागिरहेको छ। हेर्नुहोस् न कति मजाको आवाजहरू निकालेर कराउँदै उभौली लाग्दैछ। हेर्नुहोस् न अब एकदमै बर्खा लागिसक्यो, हिउँदोमा उधौली लाउने टाइम हुन्छ, बर्खामा उभौली लाउने टाइम हुन्छ। त्यसरी नै अब यो सबै हिमालतर्फ चढाइसकेको यो भेडाहरूलाई एकदमै रमाइलो छ है त। हेर्नुहोस् न सानो पाठादेखि लिएर साँढदेखि लिएर माउहरू सबै अब उकाली लागेको यो यति विरक्त लागिरहेको छ